फुर्सद नभएर सुत्दा जिउ दुखिरहेको थियो। अनि जसो फेरि फुर्सद मिलाएर उठेर फेरि सुत्नु पर्यो भनेको पालिकाको मान्छेहरू टुप्लुक्क आइदियो। पालिकाको नाम चाहिँ भन्दिनँ, तपाईँहरूले गुगल गर्नु होला। को आयो भनेर यसो हेरेको पालिका प्रमुख अनि वडा अध्यक्षहरू आएर छ। के कामले आउनुभयो त भनेर सोधेको, हाम्रो पालिकाको एउटा गाउँमा जटिल समस्या पर्यो। अब तपाईँ नै हुनुहुन्छ विश्वको सबभन्दा ठुलो सोसियल मिडिया इन्फ्लुएन्सर। त्यो विषयमा चाहिँ एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा लगाइदिनु पर्यो। त्यसको लागि हामीले बैठकबाट बजेटै पारित गरेर ल्याएको छौँ पैसा भनेर 50 लाखको ब्याग सट्ट अगाडि राखिदियो क्या। यसो हेऱ्यो 50 लाखको ब्याग सट्टै खोलेर हेरेको 1000 को नोटको हात्तीहरूले सुन यस्तो गरेर हलो भन्यो। मैले गुड मर्निङ भन्यो। मेरो फेरि गुड मर्निङ चाहिँ जतिखेर उठ्यो त्यतिखेर हो, अनि गुड नाइट चाहिँ जतिखेर सुत्यो त्यतिखेर हो। त्यतिखेर दिउँसोको 3 बजेको थियो। अनि मैले भने म यत्रो ठुलो इन्फ्लुएन्सर, अब मसँग नपुग्दै केही पनि छैन। घर गाडी बङ्गला अब प्राइभेट जेटहरू सबै छ। यो सबै भइसकेपछि मैले पैसाको लागि काम गर्न छोडेँ। अब ठिक छ, सोसियल अवेरनेसको लागि हो भने म भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट्याइदिन्छु, तर यो पैसा चाहिँ तपाईँले फिर्ता लानुपर्छ भनेर दिएको। सट्टै बन्दुक निकालेर टाउकोमा तेर्साउँछ नि। अनि के भन्छ भनेको, बडो मुस्किलले एक चुट्कीमा सहमति जुटाएर ल्याएको पैसा तपाईँले जसरी पनि लिनै पर्छ भनेर रोइ कराइ गर्यो। हेरेको 2 जना वडा अध्यक्ष त भुइँमा लडीबुडी गरेर भुइँ नै फोहोर बनाइसक्यो। अब म कमलो मनको मान्छे तपाईँलाई पनि थाहा छ, तर यसपालि चाहिँ मैले आँसु झारिनँ। 2टा बक्सिङ यस्तो कसेर आँसु रोक्यो, तर पिसाब चाहिँ इति रक्सीमा सानो एक पेक हुन्थ्यो होला, त्यो पनि अब डरले होइन, अब बन्दुकको इज्जत राखौँ भनेर। अनि भने ठिकै छ, अब पैसा नदिन सक्ने भने तपाईँहरूले त्यहाँ त्यो गाईको छ नि, त्यसको मलखाडीमा त्यो पैसा फालिदिइराख्नु। त्यहाँ गोबर सर्नु आउनेलाई पसिना आयो भने पुस्न काम लाग्छ भने। अनि उनीहरूले त्यो 50 लाखको गड्डी अब त्यता त्यो ब्याग लगेर त्यहाँ फालिदिइराखेर उनीहरू उतै गयो। अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु। खासमा समस्या चाहिँ के भएको रहेछ भने उनीहरूको पालिकाको एउटा गाउँमा एउटा आन्टीले गीत गाइ पठाएछ हो। गीत पनि कुनै प्रोग्राममा होइन, स्टेजमा होइन, घरमै गुनगुनाएको रहेछ। म मेन पोइन्टमा आएको छु, राम्ररी सुन्नु है। अब ओरिजिनल गीत जे जस्तो भए पनि, अक्टेभ हाई लो स्केल जे जसुकै भए पनि त्यो फरक परेन। अनि सुर ताल जतासुकै बाङ्गोटिङ्गो गाए पनि फरक परेन, तर शब्द चाहिँ एकदमै विचार चोक है लुगाहरू। शब्द चाहिँ विचार चोक्नु होला, शब्दले पुरा बिग्रेको रहेछ। खासमा के भएको रहेछ भने त्यो आन्टीले तक्मै बुढोको गीत गाएर छ। तक्मै बुढोको गीत त्यो आई लभ यु सेन्तेरेम भन्ने सुन्नुभयो नि। सेन्तेरेम भन्नुपर्ने ठाउँमा आई लभ यु शान्तिराम भनी पठाएछ। उता अङ्कलले सुनेर दापबाट स्वाट्टै फेजा निकालेर आन्टीको भेजामा फक हानेर हस्पिटल भेजिदिएछ। जे जस्तो पनि अब आफ्नो बुढी हो, दुःख सुख उपचार गरेर ल्यायो, 10-12 टाँका टाउकोमा सिलाइ गरेर घर ल्यायो। घर त ल्यायो, अब आन्टी अब अहिले हाफ माइन्ड भएको छ। हाफ माइन्ड भएर अब त्यही अङ्कललाई चाहिँ अब शान्तिराम भनेर बोलाउँदो रहेछ। अङ्कल अब एट द सेम टाइम ऊ दुखी पनि हुनु परेको छ, खुसी पनि हुनुपर्छ। कम्ता बिर्छ बुढाको। म त यसो सोच्छु बुढो त कलाकारै हुन्छ जस्तो लाग्छ, किनभने छिनमै हाँस्नु परेको छ, छिनमै रुनु परेको छ। अब तपाईँहरूको मनमा यसो दया माया छ भने अब यस्तो घटना फेरि पनि नघटोस् भन्ने जस्तो लाग्छ भने भिडियो सेयर गर्नु होला। किनकि फेरि यस्तो भिडियो बनाउनको लागि मसँग टाइम छैन, सुत्नुपर्ने छ। ल, गुड नाइट।